के क्लेडा स्किन लाइटनिङ मोइस्चराइजर लगाइसकेपछि साँच्चैकै बर्निङ सेन्सेसन हुन्छ त? कुनै पनि लाइटनिङ मोइस्चराइजरको प्रयोगबाट किन बर्निङ सेन्सेसन हुन्छ त? त्यसको धेरै कारणहरू हुन सक्छन्, जसमध्ये केही कारणहरू आज तपाईलाई बताउने छु। कुनै पनि स्किन लाइटनिङ मोइस्चराइजरमा सैलिसिलिक एसिड, नियासिनामाइड जस्ता एक्टिभ इन्ग्रेडिएन्ट हुन्छन् जसले हाइपरपिगमेन्टेसन कम गर्नको लागि मद्दत गर्दछ। यदि तपाईको छाला ड्राई छ या एलर्जिक छ भने त्यो कन्डिसनमा बर्निङ सेन्सेसन हुन सक्छ। कुनै पनि लाइटनिङ मोइस्चराइजरको प्रयोग गर्दा पहिलो हप्ता 2 देखि 3 मिनेटसम्म बर्निङ सेन्सेसन हुनु सामान्य कुरा हो। यदि तपाईको छाला ड्राई या सेन्सिटिभ छ भने एडाप्ट हुनको लागि 1 वीक जति टाइम लाग्न सक्छ। त्यो समयभित्रमा ग्रेजुअली बर्निङ सेन्सेसन कम हुँदै जान्छ। यदि बर्निङ सेन्सेसन, रेडनेस या इचिनेस धेरै भइरहेको छ भने डर्माटोलोजिस्टसँग कन्सल्ट गर्नुपर्ने हुन्छ। यस्तै हाम्रो अन्य प्रोडक्टहरूको बारे जानकारी पाउनको लागि हामीलाई फलो गर्नुहोस्।